हेलो एभ्रिवान, वेलकम टु माई ब्लग अनि वेलकम छ। सन्चै हुनुहुन्छ भने आशा गर्दैछु म। अनि हेर्नु है, म चाहिँ दिउँसोतिर अनि हेर्दै थिएँ, भात खान पऱ्यो नि त। दिउँसोतिर खाजा भुटेर खान्छु भनेको त यस्तो भातमा चाहिँ कमिला यो गर्मीको सिजनमा चाहिँ यस्तै हुन्छ, भातमा कति कमिला। अनि त्यसपछि मैले अब भात त खान मिल्दैन होइन। अनि त्यसपछि मैले ब्रेड र अन्डा बनाएँ। अनि भोक लागेको थियो, मैले चाहिँ ब्रेड अन्डा बनाएर अनि खान लाएँ। अनि खाएर भ्याइसकेको थिएँ। अनि यहाँ चाहिँ गोबर फाल्न थियो, मेरो यसै डेली काम हो। अनि यहाँ भुसा हालिदिएँ, घाँस हालिदिएँ भैँसीले। अनि त्यसपछि फाल्न त पऱ्यो होइन। अनि कान्छी बुहारी फाल्न त पऱ्यो। अनि फालिरहेको छु, हेर्नु यसरी नै फाल्छु मैले सधैँ। हातले चाहिँ छुँदैन, गनाउँछ हात चाहिँ मेरो। अनि पहिला चाहिँ मैले हातले नै फाल्थेँ, अहिले चाहिँ फाल्दिनँ। अनि फालेर बडाल बुडुल गरेर म चाहिँ अनि यति मात्रै काम कहाँ हुन्छ र। अनि यता बडाल बुडुल गरेर भैँसी यहाँको सब दानासाना हालेर अनि यहाँ खाना पनि पकाउनु पर्छ। अनि त्यही भएर छिटो गर्दै थिएँ। अनि आमालाई बोलाएँ मैले। अनि उठाइदिनु भयो, भोकेर 2 चोटि फाल्न जानुपर्छ। अनि त्यसपछि पानी भर्नतिर लागेँ म। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ, हेर्नु है। अनि कति गर्मी छ के। अनि त्यसपछि नास्ता हेर्नु, जिलेबी